चाहिँ के हो भन्दाखेरि आज चाहिँ हामी पिकनिक जाँदैछौँ मौलाकालिका। अनि गाडी आइसकेको छ त्यहाँ उतातिर। यहाँ म चाहिँ यतापट्टि आएर ब्लग बनाऊ किन यहाँ हुने हो। अनि साथीहरू हेर्दै गर्नु होला, म चाहिँ छिटो बोलेको के कस्तो हुन्छ भिडियोमा हजुरहरूलाई देखाउँदै जान्छु। तपाईँहरू पनि मेरो साथमा रहनु होला है साथीहरू। लेट्स गो। के गर्न आएको रे? हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भिडियो। साथीहरू आज चाहिँ मैले नयाँ भ्लग लिएर आइसकेको छु। अनि आज चाहिँ मैले बिहानै भ्लग स्टार्ट गरेको छु नि। आज चाहिँ के हो भन्दाखेरि आज चाहिँ हामी पिकनिक जाँदैछौँ मौलाकालिका। अनि गाडी आइसकेको छ त्यहाँ उतातिर। यहाँ म चाहिँ यतापट्टि आएर ब्लग बनाऊ किन यहाँ हुने हो। अनि साथीहरू हेर्दै गर्नु होला, म चाहिँ छिटो बोलेको के कस्तो हुन्छ भिडियोमा हजुरहरूलाई देखाउँदै जान्छु। तपाईँहरू पनि मेरो साथमा रहनु होला है साथीहरू। लेट्स गो। बस चढिसक्यौँ। रिसान ए रिसान हेलो भन्देऊ। हेलो कहाँ जानु लाग्यो रे? हामी पिकनिक जानु लाग्यो। कहाँ रे? ल इसिका हामी नि मौलाकालिका जानु लाग्यो। हामी नि मौलाकालिका जानु लाग्यो। मम्मीको सट्टा मम्मीको सट्टा। अब चाहिँ हामी हिँड्यौँ घरबाट, बस चढिसक्यौँ मौलाकालिका जानको लागि। पर्छु न ए हेलो हेलो। तिम्रो आँखाको बिग्रेछ के बिग्रियो त? म के बिग्रेछ मेरो माथि के आइसक्यौँ फाइनली मौलाकालिका मन्दिर। पिकनिक खान जाने ठाउँ चाहिँ यता। यो त सेम भद्रकाली मन्दिरको जस्तै रहेछ त। पर्छु न। म त अहिले थाक्न लागिसकेँ त। सामान मात्रै गाडीले लैजाउँ भनेको। पानी नभए पनि बत्तल त बोकेको, माथिबाट चाहिँ पानी उगाउनु हुन्छ। कमाइजु हामी चाहिँ आइपुग्नु खान ठाउँमा। उतापट्टि हो रे। फाइनली गाइज हामी चाहिँ आइसक्यौँ पिकनिक स्पोटमा। एकछिन नाच्यौँ पनि। अब चाहिँ हामी बुढो किल्ला जानु लाग्छौँ। यहाँ सुनिँदैन क्या बोलेको, त्यही भएर चाहिँ उसमै लगेर बोलेको। यताबाट आएको हो कि त? हाम्रै स्पिकरले जिते रहेछ नि त नि।
जाने जानी गए यत्रो बाटो हिँडेर। यो चाहिँ हाम्रो टिकटक स्ट्यान्ड खोज्दै हुनुहुन्छ। टिकटक मोबाइल अडाउनु ठाउँ नपाएको भएर है बेहोदापन अकेलेपन सिम त यतिकै हो कि फेरि यहाँ पछाडि यसमा धेरै पर्यो उता हाल्दै बादर गयो उता है कतिहरू
नौरपुरमा सिजी यसो भेटौँ भन्दा पनि तिमी सधैँ बिजी सलामी सलामी तिमी बिना जिन्दगी जल्लानी सलामी तिमी बिना जिन्दगी जल्लानी तिमी बिना जिन्दगी जल्लानी Baby,
के गर्न आएको रे म त्यता कहाँ बनाउँछु त
अब घर जाँदैछौँ। बस त्यहाँ छ। किनभने यहाँ धेरै हल्ला भइरहेको थियो अनि यो चाहिँ साथीहरू यति बेला चाहिँ नारायण घाटको पुलमा आइसकेको नानी साथीहरू आजको लागि चाहिँ ब्लग यति नै। फेरि पनि म नयाँ भिडियो लिएर आउने छु हजुरमा। सबैजनाले मेरो भिडियो हेरेर लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु भने चाहिँ आजलाई चाहिँ बाई बाई।